ल त आज चाहिँ दोस्रो पार्ट के छ सन्चै हुनुहुन्छ नि दर्शन नमस्ते सबैलाई। आज चाहिँ बाहिरको हाम्रो यहाँ नजिक बाहिर क्याम्पदेखि छेउमै छ चिया पसल, त्यहाँको चिया चाख्ने हो। यो रेस्टुरेन्ट गए के चाख्नुपर्छ। यहाँको चिया केही चेन्ज भएको छैन रहेछ, पहिला कस्तो पहिला नि यस्तै त अर्को कसरी चिया चाख्नुपर्छ। क्यान्टिन त मिठो छ यहाँको भन्दा चाहिँ ठाउँको चाहिँ कतिको मिठो हुँदो रहेछ पर्छ नि त होइन। कति ठाउँको चाहिँ सकिन्छ होला सोनापुर एरियाको तपाईँ चिया चाह कुन कुन ठाउँ अलिक मिठो मिठो चिया छ तपाईँहरूसम्म यो भिडियो कमेन्ट गर्नु है। ओके यहाँको चिया पनि सक्यो, ठिकै छ मिठै छ। अब अर्को कसरीको चिया चाहन जानुपर्छ। यो ग्रोसरीको चिया राख्नुपर्छ अब। यहाँको चाय पनि आयो, कस्तो रहेछ राख्नु। यहाँ चाहिँ बस्ने ठाउँ ग्रोसरीमा छ हो, बस्ने ठाउँ हुँदैन। चाय यस्तोमा दिन्छ ग्रोसरीमा पनि। यो पल्लो ग्रोसरी छ त्यो चाहिँ भोलिको भिडियो बनाउँछु, त्योमा चाहिँ कप पनि दामी हुन्छ। यहाँको चाय चाहिँ कस्तो चाख्नु न, यहाँको चाय धेरै भयो ट्राई नगरेको। घामले आँखा पनि त्यसै त आँखा कमजोर। यहाँको अर्कै खालको टेस्ट रहेछ। ठिकै रहेछ हौ चाय, अर्कै खालको टेस्ट क्या। जतै चिया पिउनु गयो भने अन्तिममा आउनुपर्ने चाहिँ क्याम्पमै क्या, नजिकै त्यहाँ ग्रोसरीमा चिया बसेर पिउने ठाउँ छैन, त्यही भएर यता आउनु पऱ्यो बाहिर कहाँ घाममा। त्यही भएर ठिकै रहेछ यो चाय पनि। तर तिनटामा क्यान्टिनकै ठिक लाग्यो मलाई चिया चाहिँ। ठिकै छ त्यहाँ ग्रोसरीको पनि ठिकै छ, त्यहाँ अर्को रेस्टुरेन्ट पनि ठिकै छ। तर क्यान्टिनको ल भिडियो चाहिँ आजलाई यति नै। लाइक कमेन्ट गरिदिनु होला। नयाँ नयाँ साथीहरूले हेर्नु हुँदैछ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई भन्न चाहन्छु। फेरि भोलि अर्को चिया पसलको भिडियो लिएर आउने छु। त्यहाँको चिया कस्तो, त्यहाँको टेस्ट कस्तो रहेछ, टेस्ट चाहिँ कस्तो भन्दा कस्तो चियाको टेस्ट अलग अलग हुँदो रहेछ। त्यहाँको चिया कस्तो रहेछ, कस्तो मिठो हुन्छ कि, मलाई त टेस्ट भनेको थाहा हुँदैन त्यही मिठो नमिठो। त्यहाँको चाहिँ मिठो हुन्छ कि हुँदैन हो, भोलि फेरि अर्को भिडियो। भोलि चाहिँ तिन चार ठाउँको चिया चाखेर भिडियो बनाएर छु। ल तपाईँहरूको दिन शुभ रहोस्, धन्यवाद।